deadly flash floods swept through western Nepal, killing at least 13 people. It's believed snow melt caused a river high up near Mount Annapurna to burst its banks, sending a wall of water cascading down. The flood flowed straight through Pokhara, Nepal's second largest city, washing away entire herds of cattle and scores of homes. Residents say it was the worst flash flooding in living memory. माटो को चौड़ा हो मेरो कृष्ण प्रसाद बाँसतोला घर सारदी खोला गाविस वडा नम्बर 1 मा पर्छ। म त्यही घरमै थिएँ। ढाचकबाट त्यतापट्टिबाट आवाज आइसकेपछि बाघ आयो भन्ने जस्तो आवाज आइसकेपछि म नहरको डिलमा अलिकति प्रत्यक्ष आवाज पाउने ठाउँमा जस्तै थिएँ त्यतिखेर अवस्था। त्यहाँबाट चाहिँ म एक्कासी चाहिँ अब जमिनै थर्कियो, थुरुरुरुरु थर्किसक्यो। थर्किसकेपछि म गङ्गाको डिलतिर गएँ। डिलतिर गइसकेपछि म माथि उत्तरतिर फर्कन गएँ। फर्कनतिर जाँदाखेरि एउटा पहाड, मैले प्रत्यक्ष देखेको कुरो पहाड रुख र जरा मुडा मात्रै थियो अगाडि। यस्तो मेन चाहिँ त्यस्तो एउटा डाँडै बगेर आएको मैले देखेँ। देखिसकेपछि त्यसको लगभग मेरो अड्कलमा अहिले त्यति यकिन मलाई भएन, लगभग 50-60 मिटर पछाडि मात्रै बल्ल पानीको लेदो मैले देखेको अनुभव हो। म त्यो त्यति देखिसकेपछि म चाहिँ अलिकति मेरो होस पनि अलिकति मैले कहाँ गएँ के भयो मलाई यो तत्काल मलाई यो फिलिङ के हुन आएछ भने यो चाहिँ अब यो के अरे 2000 के भन्छ हेर यो अङ्ग्रेजी शब्द मैले भुलेँ होइन त्यो कुरो मलाई ठ्याक्क त्यो फिलिङ अब यो संसार अब ध्वस्त हुँदैछ भन्ने मलाई त्यतापट्टि एकदम त्यो मोड चाहिँ मेरो दिमाग त्यतापट्टि गएर म चाहिँ 2-3 मिनट भन्दा मैले त्यो बेगलाई हेर्न सकिनँ। मेरो दिमागले चाहिँ धान्न सकेन र म अलि यतापट्टि आएर चाहिँ एकछिन के अरे आश्रम लिएको अवस्था हो। त्यो तातो पानी कुण्डमा मान्छे बसेको र मैले एकजना चाहिँ ड्राइभरलाई त्यो तत्कालीन महेश हाम्रो पूर्वको भाइ हुनुहुन्छ, उहाँलाई चाहिँ त्यो बस फर्कने बित्तिकै आधा पेसेन्जर झारेर तुरुन्तै फर्केको अवस्थामा मैले त्यो बसलाई फेला पारिसकेपछि उहाँलाई मैले सोद्धाखेरि लगभग तपाईँ चाहिँ हेर्नुहोस् तातो पानी कुण्डमा पारी चाहिँ 50-60 जना जति थिए, वारी 30-35 जना जति थियो। अब त्यो बजारमा र त्यो चाहिँ बस्ने त्यो पार्टीमा त यति थिए भन्न म सक्दिनँ, 100-150 भन्दा बढी थियो मान्छे त्यो पार्टीमा मात्रै। भनेपछि लगभग 300 जना जति मान्छे त यहीँबाटै चाहिँ खाएको छ भनेर चाहिँ ड्राइभरले उहाँले चाहिँ प्रत्यक्ष मलाई भन्नुभएको हो। मैले यो कुरो चाहिँ सुनेको र त्यो बेग आउँदाखेरि मैले प्रत्यक्ष देखेको कुनै स्थिति छैन। लगभग त्यसको हाराहारीमा त्यसको छाल चाहिँ उफ्रिएको छाल चाहिँ त्यहाँसम्म आएको थियो बराबरै। अब त्यस्तो कहाँको Thank you.